शान्तिका दूत महामानव गौतम बुद्धको आज 2570औं जन्म जयन्ती। लाइट अफ एसियाका रूपमा परिचित महामानव गौतम बुद्धको जन्म जयन्तीको अझ भनौँ बुद्ध पूर्णिमाको यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना। नेपालको लुम्बिनी र लुम्बिनीको तिलौराकोटमा माता मायादेवी र राजा शुद्धोधनका सुपुत्र राजकुमार हुन् गौतम बुद्ध। सिद्धार्थ गौतमको बाल्यकाल युवा अवस्थाको बारेमा हामी सबै अवगत नै छौँ। उहाँका सन्देशहरूले आज विश्वमाझ बौद्ध धर्म मार्गीहरूको निमित्त एउटा प्रेरणाको स्रोत बन्न सकेको छ। तसर्थ तमाम बौद्ध भिक्षु भिक्षुणीहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु। हिंसा मुक्त समाजको परिकल्पना र सत्य बोल्नु पर्दछ भन्ने कुराको सन्देश हामी महामानव गौतम बुद्धबाट प्राप्त गर्न सक्छौँ। तसर्थ हाम्रो जीवनमा यी कुराहरू उपयोग गरेमा जीवनले सार्थकता पाउनेछ भन्ने कुराको अवगत गराउँदै यहाँहरूलाई फेरि पनि पुनः बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना, प्रणाम।